Hello, good morning from Gangtok, Sikkim. यति बेला बिहानको 7 बज्नु पर्छ आँटेको छ अनि हाम्रो टिमले चाहिँ भित्रतिर नास्ता खाँदैछ अनि अब हाम्रो गाडीहरू लगभग एकछिनमा हामीहरूलाई लिन आउँछ अनि हामीहरू फेरि यताबाट नास्ता गरेर अब आज कता कता घुमाउनु हुन्छ थाहा छैन अनि हामीहरू चाहिँ जान्छ फेरि आएर साँझ फेरि आज यहीँ होटलमै बस्छ अनि हामीहरू भोलि बिहान फेरि चाहिँ टिस्टा हुँदैछ फेरि पशुपतिनाथ चाहिँ फर्किन्छौँ भन्ने कुरा चाहिँ जानकारी गराउनु भएको छ त्यही नै हो हामी चाहिँ अहिले होटलबाट लेकतिर जाँदैछौँ अब छ गाडीमा हामी अहिले चाहिँ गाडीबाट ओर्लेर यो बक्थाङ फल्स अनि हामी चाहिँ थोरै एकछिन फोटो खिच्नको लागि चाहिँ यहाँ झरिरहेको छौँ हामी चाहिँ अब यत्र एकछिन मोनास्ट्री घुमेर फर्किसकेको अवस्था छ ट्र्याक्क लगाएर मोनास्ट्रीमा 2-4वटा फोटो हामी खिच्यौँ अनि खिचेर चाहिँ हामी अगाडि बढ्दैछौँ अनि अझै 30 किलोमिटर जति छ होला एकको नाम बनाएर अप्ठ्यारो छ हामी चाहिँ अहिले तार्सी भ्यू पोइन्ट भन्ने ठाउँमा छौँ तार्सी भ्यू पोइन्टबाट हामी देख्न सक्छौँ यतातिर यो हाम्रो कञ्चनजङ्घा देख्न सक्छौँ है यो चाहिँ हाम्रो कञ्चनजङ्घा यो हाम्रो कञ्चनजङ्घा कता गयो क्या अनि अब यो भ्यू टावर चाहिँ अहिले खुलेको छैन त्यसैले हामी यताबाट चाहिँ फर्किन्छौँ जाम यता राम्रो आउनु कालो कालो आउँछ ल यहाँ हुनुहुन्छ नि क्यामेराम्यान अलि तपाईँ हिमालदेखि नै गरी फोटो तपाईँहरूलाई म अलिकति अगाडि राख्छु अब 20 रुपियाँ सेभ गर्ने कोसिस त गर्छु कि के गर्छु हेर्नु ल गणेश जाने गणेश मन्दिर जानुहोस् कि अब यहाँ अगाडि गएर पर्मिट पाउँदैन तपाईँहरूले हो पर्मिट लिएर पाइयो जस्तो तपाईँहरूलाई पर्मिटको लागि चाहिँ सिर्फ छङ्गु एरियासम्म चाहिँ हो लेकसम्म 18 किलोमिटर नथुला बोर्डर
माथि पोइन्टहरू पाउँदैन नि इन्डियन भयो भने चाहिँ पाउँछ इन्डियन भोटर कार्ड छ नियर टु चाइना छ नेपालदेखि चाहिँ पाइन्थ्यो नियर टु चाइना नियर टु चाइना कुनै टाइम त के भन्दै ल जाम बातमा खोल्ने त कुरा गर्दैछ नेपाललाई खोल्ने कुरा त गर्दैछ अब पहिले भयो हुन्छै भने कन्फर्म मनाङ जान त जाम धरम पास क्वेसन हैन टोली गणेशको मन्दिर दर्शन गर्नु अप्पर मुस्ताङ जान त पास भान्जाको हेरौँला छङ्गु लेक चाहिँ हामी अब जाँदैछौँ हामी अहिले चाहिँ यतातिर गणेश मन्दिर गणेश थोक जाँदैछौँ अनि छङ्गु लेक भन्दा छङ्गु लेकदेखि उतातिर चाइना होइन लगभग 18 किलोमिटर उत्तरतिर गए पछाडि चाहिँ चाइनाको बोर्डरमा जाने भिडियो रहेछ यहाँको मान्छेहरूलाई चाहिँ पन्थीको सिटिजनलाई चाहिँ एलाउ गर्ने रहेन सेन्ट्रल गभर्नमेन्टले लागि अनि आज हामीहरू चाहिँ एज अ इन्टरनेसनल टुरिस्ट एलाउ गर्दैन हामीहरूलाई त्यता जानलाई हो तर नेपालको बोर्डरबाट चाहिँ हामीहरू तातो पानी सिन्धुपाल्चोक भएर जान पायो यहाँ छ गजब छ भनिरहेको छ हामी जाँदैछौँ अब गणेश मन्दिर ट्याक्क लगाएर कस्तो नेपाली भन्ने हुन्छ नि ल छङ्गुदेखि 18 किलोमिटर पारि चाहिँ पारे चाइना 18 किलोमिटर पारि चाइना हामी चाहिँ जानु पाउँदैन यिनीहरू चाहिँ यताबाट जानु पाउँदो रहेछ यिनीहरूलाई चाहिँ पास लाग्दैन इन्टरनेसनल टुरिस्ट भएको त अन्त ल हामीहरू चाहिँ यतातिर गणेश मन्दिर आएर चाहिँ टिका लगाइदियो धागो बान्यो कहाँ भन्यो ठिक छ अब हामी गणेश मन्दिर पनि घुमिसक्यौँ फोटो पनि खिचिसक्यौँ अनि भित्र केही छ के छ अब राम्रो भन्नु म भित्र जस हाम्रो गणेशजीको मन्दिर रहेछ राम्रो रहेछ धार्मिक पर्यटनलाई पनि पर्यटन मात्रै नभएर धार्मिक पर्यटनलाई पनि यस वृद्धि गर्नको लागि राम्रो रहेछ जस वातावरण टक्क मन्दिर पनि भयो त्यस पछाडि यतातिर तारा तलतिरको बजारलाई पनि देख्न सकिने राम्रो पृष्ठभूमिमा राम्रो उचित स्थान खोजेर बनाएको पाइएको छ मन्दिर राम्रो छ शिवजीको शिवलिङ्ग र नन्दीसँग नाग जलरी पनि छ होइन नागजी हुनुहुन्छ यही हाम्रो चाहिँ लास्ट स्टप भन्दा पनि बाटोको चाहिँ पर्ने चाहिँ लास्ट स्टप हो अब हामी चाहिँ छङ्गु लेक चाहिँ डाइरेक्ट अब यताबाट पर्मिट बनिसक्यो होला सायद अहिलेसम्म अब हामी चाहिँ यताबाट चाहिँ छङ्गु लेक चाहिँ जान्छौँ त्यही अब हामी चाहिँ यताबाट चाहिँ गाडीहरू जान्छौँ यता हाम्रो चाहिँ हवन कक्ष पनि रहेछ एकदमै राम्रो सुन्दर ठाउँमा चाहिँ यो मन्दिर चाहिँ स्थापना गरिएको छ यता हामी अहिले गणेश मन्दिरबाट चाहिँ अगाडि बढिसकेको अवस्था छ अब हामी छाङ्गु लेकतिर अगाडि बढिरहेको छौँ नमस्कार यति बेला हामीहरू भारत देशको भारत देशको सिक्किम प्रदेशको गणेश टोकदेखि अलिकति माथि एउटा ताल जानको लागि पर्खिरहेका छौँ हाम्रा यातायातका साथीहरूले चाहिँ हामीहरूको पर्मिटको व्यवस्थापन गर्दै हुनुहुन्छ र हामीहरूभित्र कोच्याकोची छ त्यो बाहेक रमाइलो छ असाध्यै भइरहेको छ होइन र रमाउनु पर्ने अझ धेरै बाँकी छ किन यो बोलीले यो भाषाले के देखाउँछ भने हाम्रो श्रवण सर चाहिँ भविष्यको नेता व्यापक रूपमा हामी चाहिँ इन्ट्री गरेर चाहिँ चेक पोइन्टबाट माथि
आइसकेका छौँ। माथितिर हामी देख्न सक्छौँ हुस्सु एकदमै चाहिँ यो सब ट्रोपिकल नै होला। रुखहरू एकदमै स्ट्रेट रुखहरू चाहिँ छ। चिया त आधी भएको हो होइन भन्नु म सक्दिनँ। म त विषय गर्छु के भन्नु पऱ्यो? चिया चढाउँछ नि बाबाको अब दिउँसो 2 बजीको चिया लन्चदेखि अब बादमा चाहिँ चिया दिन्छ नि बाबाहरूले चाहिँ कफी चिया त्यति हो चाहिँ यस्तो छोटो लान्छ आरोले होइन राति आएर हुन्छ कि रातमा गएर चेक गर्नुपर्छ कि आँखी हुन्छ तर कानुनमा चाहिँ आत्मा भन्छ कि आत्माले उयो गरिरहेको छ। यो चाहिँ बाबा भगत सिंहको चाहिँ हेर्ने मजबूर जैसा आंखें मेरी सपना तेरा सपने सुबह शाम है। सिक्किम आएपछि एकपटक आउनै पर्ने ठाउँ छौङ्गु लेक। हामी चाहिँ अब अहिले चाहिँ लगभग छङ्गु लेक पुग्न लागिरहेको छौँ। पुगेको छ छैनौँ, पुग्न लागिरहेको छौँ। 3230 मिटर एलिभेसन फ्रम सी लेभल र चढाइ अझै नै छ। अब हाम्रो अनुमान चाहिँ लगभग तपाईँको 33-34 को बिचमा चाहिँ हाम्रो अल्टिट्युड चाहिँ सी लेभलदेखि चाहिँ छ होला जस्तो लागिरहेछ। अब यताको बाटो पनि यस्तै छ, गाडी पनि मजासँग आइरहेछ है। फाइनल्ली हामी चाहिँ आइपुगेका छौँ तालमा। के लेख्ने के ताल अरे? छङ्गु। यो 12,400को हाइटमा छ यो चाहिँ हो। यो लेक चाहिँ आफै उम्रेको। यहाँ चाहिँ भदौरे पूर्णिमाको दिन चाहिँ पुरा पूजापाठ हुन्छ हो, झाँक्रीहरू पुरा नाच्छ नि। यो चाहिँ आफसा यो लेक चाहिँ उम्बो थियो अरे कि चढेको। यहाँ चाहिँ पहिला गाई गोठहरू थियो, चौरी गोठहरू नेपाली। यो दाजुसँग खिच्नु फोटोसोटो उसकोमा जानु मिलाइदिन्छ जानु। यो चौरीमा के हो? यो फोटो खिचाउने मात्र कि यसमा डुलाउँछ पनि? हाइट फोटो सबै गरौँ न मिलाएर। हामी चाहिँ आइपुगेको छौँ बाटोघाटोमा है। हामी चाहिँ आइपुगेका छौँ छङ्गु लेकमा। अनि पछाडिको भ्यू हेर्न सक्छौँ हामी। अहिले देखाइदिन्छु म। अनि यति बबाल चिसो छ। यो कति 37 हाम्रो सुमित्रा दिदी चाहिँ चौरीमा फोटो खिचाउँदै हुनुहुन्छ। अब यो एरिया त अब विन्टरमा चाहिँ हिँड्न नै मिल्दैन, गाडी नै ल्याउन मिल्दैन भनेर भन्दै हुनुहुन्थ्यो। हिउँ परेर जतातता त हिउँ पर्छ। ल हामी चौरी हेरौँ यसरी टक्कै चौरी। ल मजाको भ्यू छ। ल हामी चाहिँ अब याक यात्रा गर्दैछौँ छाङ्गु लेकमा। लेक पछाडि छ होइन। अनि केटाहरू ल सुमित यतातिर छन्, लेनिन, ईश्वर अनि सुमित्रा दिदी उतातिर हुनुहुन्छ। अरू को छ? समीक्षा उतातिर हुनुहुन्छ। डोराइराख्नु भएको छ। ल अनि हाम्रो अरू टोली छ उतातिर टिकटक बनाइराखेको छ। अनि यो चाहिँ हाम्रो छाङ्गु शिव मन्दिर। हामीहरूले बाहिरबाट दर्शन गऱ्यौँ। शिवजीको दर्शन भयो हाम्रो चाहिँ है।
अनि त्यो चाहिँ हाम्रो केबल कारको लाइन त्यतातिर छ है। अब यो केबल कार चाहिँ हामी चढेनौँ किनभने भ्यू खासै राम्रो आउँदैन जस्तो छ, किनभने यो यतिखेरै चाहिँ क्लिन हुन्छ, फेरि उत्तिखेर नै हुस्सु लाग्छ कि हुस्सु बगेर आउँछ तलदेखि। यता चाहिँ क्लिन नै छ होइन, तर यता चाहिँ छैन कि। हामीहरूले चाहिँ रारा गएको बेलामा चाहिँ हर्स राइड गरिरहेको थियो भने चाहिँ आज हामी एक राइड गरिरहेको छौँ। कस्तो अटेरिरहेको छ हौ यो त हौ। यो चौरी चाहिँ यतातिर छ राइट। समगो रोपवे, इन्डियाज हाइएस्ट अल्टिट्युड प्यासेन्जर रोपवे। ल लेक चाहिँ यहाँबाट बबाल देखिन्छ, चोङ्गु लेक। अनि एकदम खिचिरहेको छ जुम गरी गरी। सुमित सर कसरी छुट्नु भयो? आउँदैछ आउँदैछ। चिसो छ एकदमै यहाँको मौसम। अनि यति बेलामा हामी त मन्दिरदेखि चाङ्गो शिव मन्दिरदेखि चाहिँ याकमा चढेर इल्लाबा भनेको यो पोइन्टसम्म चाहिँ हामी पुग्नै आँटेका छौँ। अनि हामी हिँडेको पोइन्ट चाहिँ त्यो शिव मन्दिर हो। ल चिसोले ओठ फुट्यो, हात काटिरहेको छ। अर्को आउँदैछ ठुलो दाउरा। हजुर हुन्छ खेलौँ। त्यति बेला त मान्छेहरू पनि खासै आउँदैन होला। आउँछ झन् हिउँमा। भिडियो भिडियो रमाइलो भइरहेको छ एकदमै दामी। याक यात्रा पहिलो पटक रमाइलो मनोरञ्जन एकदम ज्ञानी हुनुहुन्छ। घर पुग्दैन भन्छ। ल सुरु गर। हिउँ पर्यो फुरुरु हिमाली फेरि कतिको चिसो हुन्छ है। ल ल एकदम हुस्सुले चाहिँ पुरै छोप्नै आइसक्यो। फोटोसोटो पनि भयो हाम्रो। अब हाम्रो याक चाहिँ त्यहीँनिर छ। अनि अब चाहिँ हामी त्यहाँबाट फेरि याक चढ्दाखेरि चाहिँ अब हामी गाडी चढ्न चाहिँ त्यहाँ पोइन्टमा चाहिँ गइपुग्छौँ। अब साथीहरू चाहिँ कता छ थाहा छैन हामीहरूलाई चाहिँ, सायद त्यही होला फोटो खिचेर होला है। जाडो एकदम छ चिसो। को आउँदैछ? ल फेरि फोटो खिच्न पर्ने हो। चाहिँ अब फर्किन लाग्यो। यता
बिस्तारै त्यो उसबाट फर्किन लाग्यो अनि फोटोहरू खिच्यो भिडियो पनि बनायो चिसो चाहिँ एडजस्ट भइसकेको छ अघि सुरुमा चाहिँ अलिकति बेसी चिसो लगाइरहेको थियो अब चाहिँ एडजस्ट गरिसकेको छ एक थुक्पा आइसकेको छ हाम्रो नास्ताको रूपमा सबै हो नि ल नुन पनि ल्याइदिइराख न सिधा फोटो भिडियो बनाइसक्यो यो राख ल लास्ट त्यही पिरो छ याद त नखाऊ थुक्पाको म यहाँको मौसम यस्तो छ गाडीले छोडेर गयो हामीलाई के हो गाडीले छोडेर गयो ज्ञानु ल अब हामी यहाँबाट चाहिँ थोरै चाहिँ अगाडि बढेर चाहिँ लेफ्ट साइडतिर गयो भने एमजी रोड आउँछ अरे अनि एमजी रोडबाट हामी फेरि चाहिँ 3-4 मिनट फेरि डाउन 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 गयो भने फेरि हाम्रो हाइवे होटल आउँछ अरे ल म लगिहाल्छु कि म लग्छु टाढो चाहिन्न के चाहिन्न यसमा गाडीहरू हिँड्दैन नि त्यसो भए मान्छे मात्रै हिँड्ने हो नि हाम्रो एमजी रोड यही नै हो है अब हामी चाहिँ जाँदैछौँ होटलतिर अनि पारा ल हामी चाहिँ हिँड्दै 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 एमजी रोड हुँदै फाइनल्ली होटेलमा आइपुग्यौँ है हो हामी फेरि खाना खाएर होटलबाट उताबाट जाऊँ एमजी रोड हो इभिनिङ भ्यू हेर्नको लागि र केही सपिङ गर्नलाई आइसक्यो त्यही त भनिरहेको छु त आइसक्यो ल यस्तो देखिन्छ हाम्रो एमजी रोडको इभिनिङ भ्यू अझै रात परेको छैन होइन यस्तो छ ल हामी यति बेला चाहिँ गान्तोक एमजी रोडमा छौँ अनि पानीले छक्कै बनाए पसलको यो माथि यस्तो यसमा आडस लगाएर बसेका छौँ पानी मटेर तिन ठाउँ पनि छैन त्यो धुमधाम पानी परिरहेछ अब हामी यहाँबाट चाहिँ हाम्रो होटल जान चाहिँ लगभग हामीहरूलाई 5-7 मिनट जति त लागिहाल्छ 7 मिनट जति लाग्छ अब त्यो 7 मिनटमा त हामी त भिजिहाल्छौँ अनि त्यही भएर चाहिँ अब कसरी जाने त होइन भन्ने कुरो हुन्छ त्यसैले लागिरहेको छ साथीहरूभित्र यसो पसलमा सामानहरू हेर्दैछन् ठिक छ हामी अहिले फेरि भेटौँला एकछिन पछि
दिदी सर डिभिजनले नजाने उहाँले रेशम किरी भन्ने गीत गाउनु भएको छ गाउनु भएको नि त हो कि उहाँले गीत गाउनु ऋषि तिम्रो मोबाइलमा रेशम गिरीको लिरिक्स ल्याउ न काम त गर्छ यहाँ आउ तिमी नाइ उहाँले गीत अनि के यो यस्तरी यो सर रेशम गिरी हो है आफै भन्नु त अरे रेशम गिरी यो लाउनु सर यहाँ के ओए सुनो यार गरम एक बार सर कुन रुममा हो रे हजुर मैले मान्छे मारे रामालाई बोलाउँदा पनि नबोली बस्ने
त्यो तिनको चिजपट्टा के रातिमा सबै ल अब खाना खाएर एकछिन हाम्रो दिवी सरको बाँसुरी पनि सुनियो। ग्याङटोक बजार गएर सरी ग्याङटोकको यो हाम्रो एमजी रोडमा गएर अलिकति घुमघाम अलिकति थोरै किनमेल पनि गरियो। अब बिहानै 4-5 बजे उठेर हिँड्न छ। अहिले 11 पनि बज्यो। अब चाहिँ हामी सुत्नुपर्छ टाइममा। अनि अब हामी चाहिँ सुत्छौँ। अब हामी आज चाहिँ हाम्रो डे 4 हो। डे 1 को भ्लग चाहिँ आइसकेको छ। अब अरू चाहिँ अब बिस्तारै फुर्सद भयो भने हुन्छ। भोलि चाहिँ हाम्रो डे 5 है त। ल भोलि भेटौँ ल, बाई।